हेलो गुड मर्निङ एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। मेरो फर्स्टको भिडियो चाहिँ छैन होइन, किनकि बिर्सिएछु बनाउनलाई। बनाउँछु भन्ने सोचिरहेको थिएँ तर बिर्सिएछु। यो बिच बाटोबाट भन्दा नि मन्दिर पुग्न लागेपछि चाहिँ बिचरा मम्मीले बनाइदिनु भएको भिडियो, जानी नजानी धन्यवाद मेरो मामुलाई। आजको हाम्रो यात्रा चाहिँ साली नदीको बिहानै जाने कुरा थियो, किनकि फेरि आज मेरो बाहिर जानुपर्ने काम पनि थियो अनि बाहिर जानुपर्छ होला भन्दै बसिरहेको थियौँ। परेन, सायद भोलिको हिँड्छ होला। मेरो साथीहरूले भोलिको प्लानिङ भएको छ, त्यतिखेर जान सक्छौँ भोलि होइन। मन्दिर जान जुरेको रहेछ आज चाहिँ मलाई होइन। अनि मलाई एकदम हजुरलाई भन्न मन लागेको कुरा कि होइन, मन्दिर यस्तो खुल्ला छ होइन। पहिला यस्तो प्याक हुन्थ्यो कि मन्दिर होइन, यति खुट्टा हाल्ने ठाउँ पनि हुँदैन थियो क्या। कति मतलब मान्छेलाई हुत्ताइ ठेलाठेल गरेर दर्शन गर्नु पर्थ्यो नि त होइन। यसपालि चाहिँ त्यो छैन कि, एकदम खुल्ला छ। आनन्दले पूजा गरेर फर्किन सक्नुहुन्छ हजुर होइन। सायद बिहान हामी जाँदाखेरि अलिकति लेट पनि भएको थियो, 10 बजीतिर पुगेको थियौँ होला हामी होइन, त्यही भएर पनि होला। अनि अर्को रह्यो गोमाको कुटी त धेरैजनालाई थाहा होला, तर कोहीलाई चाहिँ थाहा हुँदैन भन्ने कि होइन। फर्स्टचोटि जाँदाखेरि मलाई पनि थाहा थिएन होइन। दर्शन गरेर फर्किसकेपछि अनि अलिकति माथि त्यो उकालो त्यो भर्याङ माथि आएपछि चाहिँ गोमाको कुटीको कुरा गर्नुभयो त्यहाँ गएकोले। अनि त्यसपछि मैले कहाँ छ भनेर सोध्दा चाहिँ यहाँ छ, हामी पनि त्यहीँ जान लागेको भनेर उहाँहरूसँगै पछि गएको थिएँ कि। अनि दर्शन गरेर फर्केको थियौँ। सायद यस्तै हजुर पनि हुनुहुन्छ नि त धेरैजना, जानु होला हजुर पनि सोधेर भए पनि। एकदम राम्रो छ गोमाको कुटी। हामी सोसाइटीमा कति धेरै भनिरह हुन्छौँ नि कथा होइन, सुनेर हुन्छौँ सोसाइटीको कथामा गोमाको कुटी होइन। जान सक्नुहुन्छ, एकदम खुल्ला छ, पहिलाको जस्तो त्यस्तो भिड छैन। अनि हामी चाहिँ त्यहाँबाट सिधै फर्क्यौँ, किनकि बिचको भिडियो छैन। मलाई एकदम अलिकति हतार पनि थियो कि, अब साथीले फोन गर्यो भने चाहिँ म उति बेलै निस्केर हेर्नु पर्थ्यो नि त, त्यही भएर बिचको भिडियोहरू चाहिँ छैन। त्यसपछि हामी फर्क्यौँ घर आउनको लागि। घरमा पनि काम थियो एकछिन होइन, नजिकै छ। अब अन्तिमतिर कुनै दिन चाहिँ अलिक गएर घुमौँला भन्ने बाचाका साथ हामी चाहिँ फर्क्यौँ। हाम्रो टिम पूजा गरेर फर्क्यौँ बिस्तारै। अब जानु पर्छ होइन, फोन आइहाल्यो भनेदेखि जाउँ आइजाउँ भने चाहिँ हिँड्नु नि पर्छ नि त। त्यही भएर एकदम जानु होला प्लिज, जान भ्याउनु हुँदैन भने चाहिँ यहीँबाट विस माग्नु होला। हजुरहरूको विस चाहिँ हाम्रो सुस्तानी माताले पुरा गरिदिनु हुनेछ। हस् त, धन्यवाद, बाई।